आम सर्वसाधारणलाई साइबर क्राइमको मुद्दा लाग्ने, फेसबुकमा थोरै केही लेखे बोले पनि साइबर क्राइम लागिहाल्ने, पुलिस आएर समातिहाल्ने भयो नि। सांसद हुँ भन्दैमा लाइभमा बसेर विदेशमा बस्ने आम नागरिकलाई सडक छाप भन्ने, केही नजान्ने भनेर हुर्मुत लिने, 2/3 जनताले सरकारमा पठाएको 2/3 नेतृत्वलाई सिंहदरबार जलाएर आएको, जेल त कैदी भगाएर आएको भनेर जथाभावी गाली गर्ने, यो कुनै किसिमको तर्कसङ्गत छ? यदि तर्कसङ्गत छ भने ठिकै छ, होइन भने ती सांसदलाई पनि साइबर क्राइमको केसमा मुद्दा दायर हुनुपर्छ। होइन भने आम जनमानसले देशमा एउटा मात्रै कानुन भएको अनुभूति गर्ने छैनन्। देशमा 2 किसिमको कानुन भएको महसुस हुनेछ। ठुलालाई चैन, सानालाई ऐन भन्ने यथार्थता रहनेछ भन्ने हाम्रो मान्यता हो। त्यसो हुँदा माननीय भन्न पनि गाह्रो भइसकेको छ। ज्ञानेन्द्र साई जुन किसिमले लाइभमा आएर विदेशमा बस्ने नेपालीहरूलाई अवमूल्यन गरेर जुन किसिमको होच्याएर व्यवहार गरे, त्यो सरासर गलत र निन्दनीय भएको हाम्रो ठम्माइरहेको छ। त्यसो हुँदाखेरि ती माननीय ज्ञानेन्द्र साईलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो जोरदार माग रहेको छ। त्यसो हुँदाखेरि कानुन सबैलाई बराबर हुनुपर्छ, सानोलाई एउटा, ठुलोलाई अर्को कानुन भएको जनमानसमा अनुभूति भइरहेको कुरा